हेलो नमस्कार सेवा सबैजना आराम कुशलै हुनुहुन्छ भन्ने आशाका साथ आज चाहिँ हाम्रो रोपाइ हो। हामीले अनि रोपाइ गर्ने दिन हो। हामी चाहिँ अनि घरबाट खाजा लिएर खेत जाँदैछौँ। रोहित सरले खाजा बोक्दै हुनुहुन्छ, म चाहिँ झोलामा चिसो पानी बोकिरहेको छु एउटा बास्केट झोलामा। अनि म चाहिँ बाटोमा यसरी भिडियो गर्दै हामी जाँदैछौँ होइन। अनि यस्तो घाम लागिरहेछ खोलामा देख्न सक्नुहुन्छ। यो चौतारा यो खोला। अनि हामी खेत आइपुग्यौँ। खेत आइपुगिसक्दाखेरि ओर्दा अनि ठुलो बुवाको गर्दै हुनुहुन्थ्यो होइन। हिजो आधी गरेको थियौँ अनि बाँकी थियो अनि ठुलो बुवाको गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि ठुलो बुवाको रोप्दै हुनुहुन्छ उहाँ। अनि त्यसपछि हाम्रो खेत पनि गर्दै यत्रो खेत रोप्नुपर्ने है हाम्रो चाहिँ। अनि त्यसपछि गर्दा गर्दै हामीलाई भोक लाग्यो, हाम्रो खाना आइपुग्यो। हामी खाना मैले चाहिँ खाइसकेको। अनि दाइहरूले अनि बहिनीहरूले भदैनीहरूले खाँदैछिन् होइन, खाँदै हुनुहुन्छ। अनि म चाहिँ खाइसकेपछि अरूको भिडियो गर्दै थिएँ नि त होइन। यसरी हेर्दै सबैलाई देखाउँदै थिएँ। अनि यो चाहिँ हाम्रो घरको बहिनी हो, यो बहिनी हो। अनि रोहित सरले पनि खाइसकेर पुरा मिसिन हेर्दै हुन्छ जोतेको। हाम्रो चाहिँ यस्तो मिसिनले हिल्याउनु हुन्छ है, हिल्याउनु जोत्ने पनि यही मिसिनले हो। अनि दुईवटा मिसिन लागिरहेको थियो। यस्तो घाममा पनि म चाहिँ है खतरा बल्ल बल्ल घामले पोलेको, घाम देख्नै नपाएको मान्छे यस्तो टन्टला पोहोर घाममा पनि म चाहिँ यस्तो पानीमा अनि अघि खाएको खानाहरूको थालबटुवाहरू चाहिँ म धुँदै थिएँ। अनि छिटो छिटो गर्दै धुँदै थिएँ, छिटो छिटो गर्दै यस्तो घाममा। अनि कोही चाहिँ शीतल बस्दै हुनुहुन्थ्यो। यस्तो घाम लागिरहेको थियो, कति छङ्ग उज्यालो मौसम, कतैबाट पानी पर्छ भन्ने पनि थिएन। अनि यसरी पानी चाहिँ कुलोमा ठुलै आउँदै थियो नि त। अनि ठुलो आएपछि हो भाँडाकुँडा बगाएर लग्यो, भदानीले टिपेर ल्याउँदैछिन्। अनि भदानीसँग चाहिँ म अनि त्यो उसलाई चाहिँ डोको थाम्नु लगाएर म चाहिँ यहाँ थालबटुको धुँदै थिएँ। अनि त्यसपछि बहिनीले भिडियो बनाइदिएको। बहिनीले अनि फेरि अगाडिबाट भिडियो बनाएको, अलिक राम्रो आउँदैन क्यामेरा के गर्नु होइन। अनि यस्तो रोप्नुपर्ने छ, पछाडिबाट चाहिँ ठिकठिकै आउँछ। अनि त्यसपछि घाम साह्रै लागेर घाम शीतल बस्न आउँदै हुनुहुन्छ। अनि हामीले चाहिँ यति रोपिसक्यौँ होइन, अझै रोप्नु बाँकी छ। अनि हारमोनी चाहिँ के भन्दै गराउँदै हुन्छ यस्तो। अनि छिटो भाँडाहरू मस्काऊ के भन्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन। अनि त्यसपछि चाहिँ त्यत्रो पानीमा अनि त्यसपछि बहिनीहरूले भदैनीहरूले रोप्दै थियो। अनि हामी चाहिँ टिकटक ठुलो खेल्दा खेल्दै हाम्रो मेला झुन्डिएको थियो नि त। अनि मैले चाहिँ यिनीहरूको भिडियो बनाइदेऊ, यसो गर्दा गर्दा यिनीहरू खेल्न थाले अहिले। अब त्यसपछि ढ्वाङ्ग लडायो बहिनीलाई, लडायो भैँसी लडाइ जत्तिकै लड्यो। त्यसपछि लडेपछि अनि गएर हिलो खेल्न थाल्यो। अनि अरूले चाहिँ उभिएर हेर्दै थियो। अनि म यता छु यस्तो छु भन्दै म चाहिँ यसरी देखाउँदै थिएँ, हिलो खेल्दै थिएँ। धेर नखेल रोपार बिग्रिन्छ भन्दै म चाहिँ भनिरहेको थिएँ। अनि खेल्दै नै थियो, धेर नखेल सबै रोपार बिग्रिजान्छ, रोपेको भएर बिग्रिजान्छ कराउनुहुन्छ, मम्मीले कराउँदै हुन्छ। अनि त्यसपछि हेर्दै थियो उभिँदै अरूहरूले चाहिँ बुहारीहरूले। अनि मैले भिडियो बनाइदिँदै थिएँ। अनि त्यसपछि फेरि रोप्न थालेँ आफ्नो मेलो होइन। अनि त्यसपछि सकेर हाम्रो रोपाइ छिटो सकेर हामी घर जाँदैछौँ। हामी चाहिँ नुहायौँ ओर्यौँ। अनि खोलामा हामी यो जाँदै गरेको भिडियो चाहिँ मैले लिएको। हाम्रो रोपाइ चाहिँ गरिसक्यो। तपाईँहरूले माया गर्नुहोला, सपोर्ट गर्नुहोला, साथ दिनुहोला, धन्यवाद।